ल नमस्ते छ सबैले मेरो छोरालाई जिताइदिनु होला। पहिलाबाट दुःख गरेछ छोराले, हामी पनि अब जाने बेला भन्छ। तपाईँहरूले भोट दिने, तपाईँहरूले कहाँ छिमेकीहरूलाई पनि त्यो दिन कतै नगएर अल्छी नगरेर बिहान 7 बजी अरे बेलुका 7 बजी 5 बजीसम्म गएर नेपाली काङ्ग्रेसको सदस्य हो मेरो छोरा भुवन प्रसाद तेरेट, त्यसलाई सबैले बहुमतबाट जिताउनु भन्ने अनुरोध गर्छु है मैले तपाईँहरू सबैलाई। तपाईँहरू त भइहाल्यो, तपाईँहरूका छिमेकीहरूलाई पनि त्यो दिन अल्छी नगरेर सबलाई जान भन्न पर्यो। कोही नगएका भए त्यहाँ आफै गएर भए पनि बोलाएर गाडी भए गाडीमा लैजाने, गाडी नभए हिँडेर भए पनि लैजाने, एकदिन नजिकैको कुरा हो भन्दै सबैलाई अनुरोध गर्छु है मैले। मेरो छोरालाई जिताउने अब आज 18 गते 21 गते चुनाव छ। 21 गते चुनावमा तपाईँहरू सबैले भोट दिने।